हामीसँग हुनुहुन्छ श्रम संस्कृति पार्टीका उपाध्यक्ष लोकनाथ चुडाल सर। यहाँलाई स्वागत छ। धन्यवाद, नमस्कार। तपाईको पार्टी अध्यक्ष दार्चुला पुग्नु भएको छ, झोलुङ्गे पुल शिलान्यास कामको लागि के छ योजना के बताइदिनुहोस् न। होइन, अब आज अध्यक्षज्यू त्यसतिर प्रस्थान गर्नुभयो। 24 गते त्यहाँको पुलको उद्घाटन गर्ने भन्ने छ। उद्घाटन पछाडि अब पुलका वारिपारीका जीपहरू बनाउने, अब एउटा पुल निर्माणका सबै प्रक्रियाहरूमा चाहिँ अब अगाडि बढ्ने र त्यसको व्यवस्थापनका लागि अब इन्जिनियरदेखि अब श्रमदाताहरू सबै चाहिँ पुग्ने क्रम जारी छ र स्थानीय स्तरबाट पनि ठुलो सहयोग भएको चाहिँ अनुभूत भएको छ। हैन, साथीहरूबाट त्यो सूचना आइराखेको छ र त्यहीँको स्थानीय जनता पनि श्रमदानमा बडो उत्सुकता र उत्साहपूर्ण ढङ्गले सहभागी हुने हामीले जानकारी पाएका छौँ। नेपाल र भारतको सिमानामा त्यो नदी पर्छ र त्यो पुल बन्नेवाला छ। पहिलादेखि नै कोसिस गरेको हो सरकारले, पहिलाको सरकारले पनि भएन भन्ने विरोध चर्चा पनि थियो। यसै बिचमा जबरजस्त तपाईँको अध्यक्षले गर्नुभयो, अहिले फाइनल्ली काम सुचारू भइसकेको छैन। यसलाई चाहिँ तपाईँले कसरी? होइन, त्यो जबरजस्त भन्ने नै कुरा भएन। जुन तुइनको विषय चाहिँ भारत र नेपालसँग, नेपालबाट भारत पुगिनेवाला छ, त्यसमा बन्दै गरेको होइन अहिले है। त्यसका लागि भारतीय पक्षको पनि अथवा भारतीय त्यहाँ स्थानीय सरकारको अथवा केन्द्र सरकारको त्यो सहमति ल्याउने, त्यहीँका स्थानीय चाहिँ त्यहाँ भारतको चाहिँ पक्षको सरकारले आफ्नो प्रयत्न गरेका छ। हाम्रो तर्फबाट त्यो प्रस्ताव गएको, कुराकानी गरेको र त्यो सकारात्मक चाहिँ उत्तर आएको छ भन्ने छ। त्यो बन्ने भयो, उता भारतबाट पनि सहमति भयो भने त्यो पछिल्लो चरणमा बन्छ। अहिले चाहिँ त्यहाँ चाहिँ अझ एउटा होइन, 2टा पुलको कुरा छ। त्योभन्दा थोरै तलको भागमा चाहिँ जो नेपाल